भिडियोमा स्वागत छ तपाईहरुलाई। पार्ट 2 चाहिँ यो हो। एकदमै यात्रा जारी नै छ जंगलको बाटोमा छ गाइसहरु। के गर्ने कठिनाइ छ, काम गर्नु पर्यो। बाटो यस्तो छ। एउटा गोब्रो किन्नु मन लागेको छ, गोब्रो किन्नु पर्ला। गोब्रो किनेपछि हेलमेटमा राखेर भिडियो बनाउन राम्रो हुन्छ। एउटाहरूले यस्तरी राइड हान्ने, एउटाहरूले भिडियो बनाउँदा खासै राम्रो नै आउँदैन। टक्क अब भिडियो कमाएर उ गरेर टक्क भ्युज राम्रो आएपछि एउटा गोब्रो किन्नु मन लागेको छ। त्यसपछि गोब्रो किनेर राम्रोसँग बनाउनु मन छ। त्यसो बाटो चाहिँ एकदमै हर्जाबाट झर्दैछु, हर्जा भन्ने ठाउँमा अबको यात्रा तमानखोला हुँदै उत्पादन 3-4 मा जाने छु म एकजना मान्छे लिएर। एकदम दामी ठाउँ छ, बस्नलाई आनन्द छ, सही छ। गाउँमा यस्तो ठाउँमा पुरा बाटो पुगेछ। तल खोला तर जानुपर्छ, तल बोगरा आइपुगेछु म। एकदमै ग्याबिनको तार बाँधेर ग्याबिनको व्यवस्था नि भइसक्यो। हामी आफै गरेको पहिलो काम। ग्याबिन अवस्थातिर छ, तल राम्रो छ। बाटो बोट यस्तो छ बाटो। एकदमै यात्रा यस्तो छ। टर्निङमा एउटाहरूले चलाउँदा त एकदमै गाह्रो हुँदैन टर्निङ पछि बाटोमा। यो बाटो हो, यहाँ यो चोक जक्सन हो। यो खोला जक्सन बगर भन्ने ठाउँ हो। यो एकदम खोला किर्सर खोल्ने जस्तो ठाउँ छ। यस्तो सुन्दर ठाउँ छ, हाम्रो हरियाली छ। यता उता यस्तो बगाल ठाउँहरू छ। यहाँ नेताहरू पनि त्यस्तै छन्, सबै त्यस्तै। के गर्ने, सब व्यवस्थित हुन सकेको छैन। यो सिमाना हो, यता जाने, यो भित्री पनि जाने। यो म आएको ठाउँ यो नर्जा जाने, तपाईँको यता पातले भन्ने ठाउँमा जाने हो। यो चाहिँ यत्रो खोला छ, यो खोला तर्नुपर्छ। हाम्रो खोलाको व्यवस्था, म खोलामा आएँ है गाइसहरु। यस्तो दामी खोला छ, यस्तो छ बाटो भ्यूहरू है। ढ्याक्क सरको खोला भयो। एकदम स्पेसल छ नि हाम्रो अर्ग्यानिक लोकल ठाउँ हो नि यो भनेको। एकदम पहाड, एकदम रमाइलो ठाउँ छ, हरियाली छ, एकदम सुन्दर वातावरण छ। कोही छैन, आनन्द। म एक्लै यात्रा गरिरहेको छु। दामी छ। ल भ्लग लाइक गरिदिनु ल सबैले।